जाबो एउटा आँप खानको लागि आज मैले के गरिने यो भिडियो हेर्नुहोस् है त। आज चाहिँ हाम्रो घरमा एउटा आँप आएको छ, तर हामी घरमा छौं 2 जना। अब यो आँप कसले खाने त? यही कुरामा डिस्कस हुँदै थियो। फाइनली समस्याको समाधान हुन्छ। आज जसले धेरै काम गर्छ त्यसैले यो आँप खान्छ। आज चाहिँ 2 भाङ्रा घाँस काटेर राखिदिने वाला छु। घाँस त काटेर सके, तर घरमा राख्ने भाङ्रा भने छैन। त्यसैले यस्तो ठाउँमा राखेर जुगाड चलाउनु परिरहेको छ। अनि यति मात्र कहाँ हो र म लाग्छु अर्को काम गर्नलाई। यो काम चाहिँ म एक्लैले हैन, म अनि मेरो टिम मिलेर काम गर्नेवाला छौं। हामी चाहिँ खासमा बोडीलाई झाला काट्न भनेर आएको, तर बाटामा यस्तो च्याउहरू भेटिन्छन्। खोज्न आउँदा एउटा च्याउ भेटिनन्, अन्य कामले आउँदा भने यसरी च्याउ भेटिन्छन्। कति अचम्म छ है। 2-3 च्याउले छाक पुग्दैन त, त्यसैले त्यो च्याउलाई त्यही छोडेर लाग्छु म बोडीलाई झाला काट्नलाई। त्यो जाबो एउटा आँप खानको लागि यत्रो काम गर्नुपर्छ भनेर पहिले नै थाहा भएको भए मैले त्यो आँप खाने नै थिएन। अनि हामीले जनतन झालालाई बोकेर त घर ल्याउँछौं, तर त्यो आँप खानलाई त अझै अर्को काम गर्न पर्छ रे। त्यसपछि झाला गाड्ने काम पनि गरेर मैले सिद्धाइदिन्छु। फाइनली अनि खान्छु मैले त्यो आँप। त्यही पनि एक साइडको त पुरै कुहिसकेको थियो। आजलाई यति मिलेर अर्को भिडियोमा बाइ बाइ।